नेपालको राजनीतिमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ, दुर्गा प्रसाई। कोही उनलाई नायक भन्छन्, कोही खलनायक। तर उनी वास्तवमा को हुन् र उनको खास उद्देश्य के हो? आउनुहोस् आज यही विषयको गहिराईमा पुग्ने कोसिस गरौँ। ल अब यहाँनिर अलिकति सोचौँ है। उनको व्यक्तित्व नै विरोधाभासले भरिएको छ। एकातिर उनी करोडौँको कारोबार गर्ने व्यापारी हुन्, तर अर्कोतिर आम मानिसलाई ब्याङ्कको ऋण नतिर्नुस् भन्छन्। हिजो कम्युनिस्ट नेताहरूको नजिक थिए, आज राजा फर्काउनु पर्छ भन्दैछन्। आखिर उनको असली रूप कुन हो? कतै यही विरोधाभास नै उनको शक्तिको स्रोत त होइन? प्रसाईले उठाएका मुद्दाहरू आकाशबाट टिपेका भने होइनन्। देशमा साँच्चै आर्थिक सङ्कट छ, जनता निराश छन्। उनले त्यही दुखिरहेको घाउमा मलम लगाउने कुरा गर्छन्। तर आलोचकहरू भन्छन् उनले दिने दबाईले त झन बिरामीलाई नै मार्न सक्छ, मतलब देशलाई नै वित्तीय सङ्कटमा धकेल्न सक्छ। प्रसाईलाई बुझ्न पहिलो कोणबाट हेरौँ ऋण र भ्रष्टाचारले थिचिएका मानिसहरूको नायकको रूपमा उनको भूमिकालाई। चर्को ब्याज र लघुवित्तको ऋणले कतिपयको घरबार नै उठाएको छ। प्रेम प्रसाद आचार्यको त्यो आत्मदाहको घटनाले सबैको मन छोएको थियो, होइन र? प्रसाईले त्यही आक्रोश, त्यही पीडालाई आफ्नो आन्दोलनको इन्धन बनाएका छन्। जब सिस्टमले धोका दिएको महसुस हुन्छ, तब सिस्टम बाहिरको आवाज शक्तिशाली बन्न थाल्छ। उनले सरकारलाई बुझाएका मागहरू हेर्दा उनको एजेन्डा कति कट्टर छ भन्ने देखिन्छ। संविधान र संघीयता नै खारेज गर्ने, अनि फेरि राजतन्त्र र हिन्दू राज्य फर्काउने। उता 20 लाखसम्मको ऋण मिनाहा, ब्याज दर 5-6% मात्रै, अनि ब्याङ्कहरूलाई सरकारी बनाउने। यी मागहरूले त अहिलेको पुरै व्यवस्थालाई नै हल्लाइदिएको छ। उनका सबै मागमध्ये सबैभन्दा बढी मान्छेको कानमा परेको माग हो 20 लाखसम्मको ऋण मिनाहा। सोच्नुहोस् त, ऋणमा डुबेको मान्छेको लागि यो कति ठूलो राहतको कुरा होला। यही एउटा मागले उनलाई गाउँ-गाउँसम्म लोकप्रिय बनाएको छ। ल अब कथाको अर्को पाटो हेरौँ। एकातिर उनी जनताका नायक भए, अर्कोतिर वित्तीय क्षेत्रले उनलाई कसरी हेर्छ। उनीहरूका लागि त प्रसाई एक वित्तीय अराजकतावादी हुन्, जसले प्रणाली नै भत्काउन खोजिरहेका छन्। ब्याङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले त खुलस्तै भनेको छ, ब्याङ्कका कर्मचारीमाथि भौतिक आक्रमणका घटनाले ब्याङ्किङ क्षेत्र नै त्रसित छ। यो डर वास्तविक हो। जब ऋण उठाउन जाने कर्मचारी नै असुरक्षित हुन्छ, तब प्रणाली कसरी चल्छ? एकातिर प्रसाईको अभियान भन्छ ऋण उठाउन आउनेलाई कालो मोछो दल्नुहोस्, कति आक्रामक। अर्कोतिर ब्याङ्करहरूको प्रतिक्रिया छ उनको अभियानले असल ऋणीलाई पनि ऋण नतिर्न उक्साउन सक्छ। यो त सिधै भिडन्तको अवस्था हो। यदि सबैले ऋण तिर्न छाडे भने के होला? पुरै अर्थतन्त्र नै डुब्न सक्छ। एउटा कुरा अरूलाई ऋण मिनाहा गर भन्दै हिँड्ने दुर्गा प्रसाई आफै चाहिँ आफ्नो पैसाको कारोबार कसरी गर्छन् होला? यहीँनेर महालेखा परीक्षकको एउटा प्रतिवेदनले निकै गम्भीर प्रश्न उठाएको छ। महालेखा परीक्षकको 59औं वार्षिक प्रतिवेदनले एउटा आश्चर्यजनक कुरा देखाएको छ। हेर्नुस् त, 2077 साल साउन 2 गते एउटा जग्गा 8 करोड रुपियाँमा किनबेच भयो। तर अचम्म के भने त्यसको ठिक 2 दिनपछि साउन 4 गते त्यही जग्गा धितो राखेर 174 करोड रुपियाँ ऋण निकालियो। 2 दिनमा 8 करोडको जग्गा 174 करोड, मतलब 22 गुणा भन्दा बढी मूल्याङ्कन। यसले त कर छली र ब्याङ्किङ ठगीको सिधै आशंका जन्माउँछ। अनि हाम्रो देशको कानुनले के भन्छ? धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरेर ऋण लिनु वा दिनु ब्याङ्किङ कसुर हो। यसमा 4 वर्षसम्म जेल सजाय हुन सक्छ। यो एकदमै गम्भीर अपराध हो। तर यो मामिलामा खासै छानबिन भएको देखिँदैन, जसले प्रसाईको कारोबारमाथि थप प्रश्नहरू उठाउँछ। अब उनको तेस्रो रूप हेरौँ, राजनीतिक गिरगिट। उनको राजनीतिक यात्रा हेर्ने हो भने उनी समयअनुसार रङ फेर्न माहिर देखिन्छन्। सुरुमा उनी माओवादी नेता प्रचण्डसँग नजिक थिए। मार्सी चामलको भातको कुरा त सबैलाई याद होला। त्यसपछि उनी फ्याट्ट केपी ओलीतिर लागे र एमालेको केन्द्रीय सदस्य नै बने। तर त्यो पनि धेरै टिकेन। संघीयताको विरोध गरेपछि एमालेबाट निकालिए। अनि सुरु भयो उनको राजतन्त्र र हिन्दू राष्ट्रको अभियान, पूर्व राजा ज्ञानेन्द्रलाई साथमा लिएर। र अहिले आएर त्यो बाटोबाट पनि मुडिएर आफ्नै पार्टी खोल्ने घोषणा गर्दैछन्। कस्तो अचम्मको यात्रा! अनि अहिले आएर उनी के भन्छन्? म राजावादी होइन, राष्ट्रवादी हुँ। यो भनाइले फेरि उनको राजनीतिक यात्रामा नयाँ मोड आएको सङ्केत गर्छ। के यो उनको वास्तविक विचारधारा हो वा फेरि अर्को कुनै राजनीतिक दाउपेच? यति सबै उतार चढावपछि उनको कथाको सबैभन्दा पछिल्लो र सायद सबैभन्दा महत्त्वपूर्ण अध्याय आएको छ, सरकारसँगको सम्झौता।
सरकारसँग भएको 12 बुँदे सम्झौताका मुख्य बुँदाहरू के छन् त? पहिलो, उनका राजनीतिक मागबारे अध्ययन गर्न संविधान संशोधन सुझाव आयोग बनाउने। दोस्रो, उनी र उनका कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने। तेस्रो, लघुवित्त र सहकारीको ऋण मिनाहाबारे अध्ययन गर्न एउटा कार्यदल बनाउने। अनि चौथो, साना ऋणीको 1 लाखसम्मको ऋण तिर्न सहयोग गर्न छुट्टै कोष बनाउने। यो सम्झौता आफैमा एउटा ठूलो कुरा हो। हिजो सडकमा आन्दोलन गरिरहेको एउटा समूहलाई आज राज्यले वार्ताको टेबलमा बोलाएर सम्झौता गरिरहेको छ। यसले के देखाउँछ? के यो प्रसाईको जित हो कि सरकारले चलाखीपूर्ण तरिकाले स्थितिलाई साम्य पार्न खोजेको हो? जे भए पनि सडकको मागलाई राज्यले यसरी सुन्नुले प्रसाईलाई एउटा शक्तिको रूपमा स्थापित गरिदिएको छ। त्यसो भए अन्त्यमा हामी यही प्रश्नमा आइपुग्छौँ, दुर्गा प्रसाई आखिर हुन् के? उनी यो असफल हुँदै गएको प्रणालीले जन्माएको एक पात्र हुन् जो जनताको वास्तविक पीडा बोकेर हिँडेका छन्, वा उनी एक चतुर राजनीतिक खेलाडी हुन् जसले मान्छेको आक्रोशलाई आफ्नो फाइदाको लागि प्रयोग गर्ने कलामा महारत हासिल गरेका छन्? यसको अन्तिम जवाफ त सायद भविष्यले नै बताउँला।